सम्पूर्णमा नमस्कार, म गिरवाण नेउपाने अनि म टक्का साई। हजुरहरूलाई हाम्रो यो युट्युब भिडियोमा स्वागत छ। आज हामी हाम्रो बिदाको दिन परेर थोरै बाहिर निस्केका छौँ युनिभर्सिटीबाट। धेरै बाहिर त होइन, यहाँको नाइट मार्केट के कस्तो छ आज यहाँ हामीले देखाउन जाँदैछौँ। अनि आज हामी हाम्रो गेट एन्ट्री कसरी गर्छौँ लगायत हामी बाहिर हाम्रो युनिभर्सिटी नजिकै रहेको पसलहरू सुपरमार्केटहरू देखाउन जाँदैछौँ। के कस्तो छ सबै कुराहरू हेरेर तपाईँहरू सम्पूर्णले साथ दिनुहोला। हाम्रो पछाडिको दृश्य देख्न सक्नुहुन्छ, हाम्रो यो लाइब्रेरी। यो अगाडिको भिडियोमा पनि मैले भनिसकेको थिएँ, यहाँ चाइनिज स्टुडेन्टहरूको सायद यो परेड होला। यो अब नेक्स्ट मन्थ सायद आउँदैछ, हाम्रो यो स्पोर्ट्स विक आउँदैछ, यसको लागि प्र्याक्टिस गर्दै होला। हामीले आज अब चाहिँ मेन यो भिडियोमा चाहिँ आज हामीले यो गेटबाट इन्ट्री कसरी गर्छौँ, त्यसपछि यहाँबाट बाहिरको नाइट मार्केट के कस्तो छ, सम्भव भएसम्म एउटा हाम्रो यो नाइट मार्केट छ नेपालमा जस्तै बाहिर स्टलहरू राखेर खाना खाने ठाउँ छ, त्यो पनि देखाउँछु। भएसम्म हेरौँ कहाँसम्म पुग्न सकिन्छ। हामी गेटनिर आइसकेका छौँ। यहाँ हामीले स्क्यान गर्नुपर्ने हुन्छ। मेरो साथीले यहाँ स्क्यान गर्दैछ, फेस स्क्यान गरेर गइसकेको छ। म पनि यहाँ स्क्यान गर्छु अनि हाम्रो यसरी एन्ट्री हुन्छ। यहाँ चाहिँ बाहिर हाम्रो सेक्युरिटी गार्ड बस्नु भएको छ। हाम्रो पछाडि यहाँ धेरैजना स्टुडेन्ट देख्न सकिन्छ, यहाँ बास्केटबल लिएर बसेको। यो चाहिँ ग्वान्जुको बास्केटबल प्लेयरको टिम। उनीहरू चाहिँ अहिले प्र्याक्टिसको लागि ग्राउन्डमा जाँदैछ, किनभने अहिले हाम्रो ग्वाङ्गी कप चलिरहेको छ स्पोर्ट्स मिटमा। इभन हामी इन्टरनेसनल स्टुडेन्टको टिम पनि रहेको छ, त्यसमा मैले पनि सहभागिता जनाएको छु भने हाम्रो फर्स्ट गेम चाहिँ 21 अक्टोबरमा रहेको छ र आजदेखि स्टार्ट भएको छ टुर्नामेन्ट। यसै गरी हाम्रो यो ग्वान्जोमा सधैँ हरेक वर्ष स्पोर्ट्स मिट हुन्छ। यसमा बास्केटबलदेखि लिएर विभिन्न गेमहरू हुन्छन्, ब्याडमिन्टनदेखि लिएर फुटबलदेखि लिएर टेबल टेनिस, अब हरेक चिज हुन्छ। इभन स्विमिङदेखि लिएर सबै कुराहरू। यसमा हाम्रो यो इन्टरनेसनल प्लेयरहरूको एउटा टिम हुन्छ, हाम्रो सहभागिता त्यहाँ जनाइन्छ। अनि यो म्याराथनहरू, धेरै रेसहरू पनि हुन्छ। त्यसरी हामी बाहिर आइसकेका छौँ। अब अगाडि पनि जाउँ, के कस्तो छ देखाउँदा सबै। युनिभर्सिटीको ठ्याक्कै बाहिर यो मेन रोडको साइडमा यहाँ हाम्रो फुटपाथको नजिकै यहाँ पार्किङ गर्ने ठाउँ छ। यहाँ स्कुटर, बाइक, त्यसपछि साइकलहरू रहेका छन्। हामीले यो यसरी साइकलहरू चाहिँ हामीले लिएर जान सक्छौँ यहाँबाट डाइरेक्ट। यो यहाँ स्क्यान गर्ने हुन्छ, स्क्यान गरेपछि हामीले यो खोल्न सकिन्छ अनि सर्टेन पैसा काट्छ अनि हामीले चढेर लिएर जान सकिन्छ। अनि जुन ठाउँमा रोकियो त्यही ठाउँबाट, मतलब त्यही ठाउँमा राख्ने अनि लक गरेर राखेपछि त्यसपछि अर्को मान्छेले त्यहाँबाट लिन सक्छ। यसरी यहाँको साइकल चलाउन सकिन्छ। अहिले बेलुकाको ठ्याक्कै 6 बजिसकेको छ। यहाँ हामीले चलपल देख्न सकिन्छ मान्छेहरूको, धेरै मान्छेहरू हिँडेको देख्न सकिन्छ। स्पेसली ग्वान्जोमा दिउँसोमा एकदम गर्मी हुने भएकाले यहाँ राति बेलुकामा मान्छेहरू वाकको लागि हिँड्ने अनि साइकल लिएर हिँड्ने नजिकै यहाँ एउटा रिभर साइड छ, रिभर साइडमा जाने रमाइलो गर्ने यताउता देख्न सकिन्छ। यता चाइनामा एकदमै चाइनिज मानिसहरू आफ्नो स्वास्थ्यप्रति एकदमै क्युरियस हुन्छन्, त्यसैले अहिले साँझमा एकदमै आफ्नो शारीरिक व्यायामहरू गर्न निस्किरहेको हुन्छन्। हामी अहिले हाम्रो युनिभर्सिटीको ठ्याक्कै अगाडिको एउटा सुपर मार्केटमा आएका छौँ। भित्र के कस्तो छ, यहाँ के कस्तो सामान पाउँछ, रेट कस्तो छ चाइनाको, जाउँ हेरौँ भित्र। अनि कसरी पेमेन्ट गर्छौँ, यताको पेमेन्ट मेथड के हो, अनि यहाँ के सामानहरू पाउँछ, कस्तो सामानहरू पाउँछ, त्यो हामी तपाईँहरू सबैलाई देखाउँदै। यो हाम्रो जुसको सेक्सन रहेको छ। हामीले अब यो फ्रिज भयो होइन, फ्रिजबाट हामीले अब आफै निकाल्न सकिन्छ मजाले। अनि मैले चाहिँ अहिले ओरेन्ज जुस लिएको छु। यो हामीले स्पेसली एकदम धेरै खाने, एकदम मिठो हुन्छ। हाम्रो सबैभन्दा फेभरेट जुस नै हो यताको। त्यसपछि अब यहाँ एकजना मान्छे बस्नु भएको छ, उहाँलाई हामीले यो स्क्यान गर्न दिएपछि अनि यो हाम्रो स्क्यानर हुन्छ। यसरी स्क्यान यहाँ गऱ्यो अनि गरेपछि पैसा पेमेन्ट भइसक्यो। अब चाइनामा यस्तो पनि सिस्टम छ कि हातबाट पनि स्क्यान गरेर सामान लिन मजाले सकिन्छ। हामीले चाहिँ त्यो अझै एक्टिभेट गरेका छैनौँ, भविष्यमा एक्टिभेट गरेर हामीले ट्राई गरेर देखाउने पनि छौँ। हामीले यो भर्खर लिएको ओरेन्ज जुसको रेट चाहिँ चाइनिज 4 रुपियाँ पर्छ। 4 भनेको 4 युवान हो। 4 युवान भनेको नेपाली 4 8 80 रुपियाँ।
अब पहिला त हाम्रो यो कन्भर्ट गर्ने चलन हुन्थ्यो क्या, कन्भर्ट अनि गर्ने धेरै महँगो जस्तो लाग्थ्यो। आजकल त हाम्रो नेपाली 1 2 3 4 चल्छ चाइनिज पनि, बानी लाग्ने रहेछ बस्दा बस्दै। तर चाइनाको हिसाबले हेर्दा चाहिँ यहाँ धेरै सस्तो पाउँछ। धेरै यहाँ एकदमै सस्तो पाइन्छ। यो रातिको समयमा एकदम झिलिमिली देखिने चाहिँ ग्वान्जोको रेस्टुरेन्टहरू हुन्। हाम्रो युनिभर्सिटी बाहिर, युनिभर्सिटीको ठ्याक्कै अगाडि यो रेस्टुरेन्टहरू रहेको छन्। हामी कहिले कसो आएर यो चाइनिज फुड ट्राई गर्न मन लाग्यो भने यहाँ आएर चाइनिज खान्छौँ। अनि यो सुन्दर दृश्यमा देखिरहेको रेस्टुरेन्टहरूमा चाइनिज सम्पूर्ण किसिमका चाइनिज फुडहरू पाइन्छ। त्यस्तै गरी हाम्रो मुस्लिम साथीहरूको लागि पनि 2-4वटा हलाल सपहरू पनि रहेको छ। यहाँ चाहिँ हाम्रो एकजना चाइनिज अङ्कलले चाइनिज फुड बनाउँदै हुनुहुन्छ। उहाँसित पर्मिसन लिएरै बनाएको है त, भिडियो खिच्न पाउँछु भन्नुभएको छ। अनि उहाँले चाइनिज फुड बनाउँदै हुनुहुन्छ। जगेसनमा उहाँले चाइनिजमा के भन्नुभयो, एउटा फुडको नाम भन्नुभयो, त्यति अब इङ्ग्लिसमा यो ट्रान्सलेट गर्न चाहिँ सकिएन। तर पनि मिठै देखिन्छ, राम्रै देखिन्छ प्रोसेस चाहिँ। अरू मोमो बनाउनलाई स्टिम गरे जस्तै गरी बनाउँदै हुनुहुन्छ। त्यसमा चाहिँ यो भात, साग अनि मासु राखेर आइटम बनाउँदै हुनुहुन्छ। यतातिर यो बारबिक्यू लिन सकिन्छ, आफूलाई जे चाहिन्छ निकाल्ने, अनि दिएपछि उहाँले बनाइदिनुहुन्छ। ओके, सेसे। म अहिले एउटा फलफुलको स्टलमा आएको छु। उहाँ हाम्रो ओनर हुनुहुन्छ। नि हाउ। मैले यहाँ उहाँसँग पर्मिसन लिएरै खिचेको यो भिडियो पनि। 多少钱？要几条？这个यो 3-4वटा केरा राखेको छौँ। कति पर्छ हेरौँ यहाँको, कति। 7块。 7 6 7 परेको छ। 7 चाइनिज भनेपछि 140 नेपाली, 140 रुपियाँ नेपाली। यति केरालाई चाहिँ 140 नेपाली पर्यो। अब अलिकति महँगै छ नेपालभन्दा। ओके, सेसे। हामी यहाँबाट हल्का फुल्का सामान लिएर अनि हल्का फुल्का घुमेर बाहिर युनिभर्सिटीभित्र जान लागिसक्यौँ। यो भिडियोमा लाइक, कमेन्ट अनि युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला। अर्को भिडियो छिट्टै नै आउँछ। भिडियो कस्तो लाग्यो सबैजनाले हेरेर प्रतिक्रिया दिनु होला। अझै के कस्तो छ भिडियोमा, के मिलिरहेको छैन, सबैजनाले कमेन्ट गरेर त्यो सल्लाह सुझावहरू दिनु होला। आजको लागि यति नै। धन्यवाद। बाई।